हेलो गाइस, तपाईँहरू कस्तो हुनुहुन्छ? सन्चो सुबिस्तै हुनुहुन्छ? आज चाहिँ म मेरो घरको छेउमा एउटा दाइँ छ, म र साथी चाहिँ त्यही दाइँमा जाँदैछौँ है। हामी अलिकति ढिलो भयौँ, साथी चाहिँ खेतलाई गएको, अलिकति ढिलो आयो। अनि म चाहिँ त्यतिकै यसो रमिता हेर्नु अनि गफगाफ गर्नु होइन, किनभने दाइँमा चाहिँ धेरै रमाइलो हुन्छ नि त। त्यो भएर हामी चाहिँ खेततर्फ लाग्दैछौँ है। हामी चाहिँ भोकै, अन्त चिया बिना कसरी खेतलाई के को ढिलो आउँछ? चिया पठाइहाल। यहाँ चाहिँ बहिनीसँग अलिकति रेला गरेर हामी चाहिँ साथी र म अगाडि लाग्यौँ। आज दिन पनि एकदमै राम्रो भएको छ। हामी चाहिँ अहिले खेतमा पुग्यौँ हो। अब यहाँनिर चाहिँ दाइँ हुँदैछ। गाउँ पनि उम्रिसक्यो। गाउँ हो कि घाँस हो? यो घाँस होला है। दहेर त जति रहेछ नि त अन्त आइज। खेतमा पुगेर चाहिँ हामी चाहिँ किनभने त्यतिकै गएको नि त। साथी चाहिँ अब हाम्रो यहाँ लोकलमा चाहिँ खेतला भन्छ है, यसरी खेतला गएको। तर म चाहिँ जस्ट त्यतिकै साथीसँग गएको चाहिँ हाम्रो बडाको यहाँ हेर्नुहोस् न, मोबाइलमा गेम प्रेमी यति बेसी छ नि। अब यो चाहिँ धान काटिसकेर जब कुन्यु लाइन्छ, कुन्यु लाएर चाहिँ त्यसको बादमा 1-1.5 महिना जस्तो राखेर चाहिँ यहाँनिर चाहिँ तपाईँको धान कुट्ने अनि त्यो पराल मार्ने कामहरू भइरहेछ है। यो चाहिँ एकदमै पुरानो तरिका हो। गाउँ बेसीमा यसरी नै मजाले घाम लागेको छ। यो चाहिँ अलिक बिहानकै दृश्य हो, तपाईँहरूले देख्न सक्नुहुँदैछ भिडियोको मार्फत है। यहाँनिर यसरी गोरु घुमाइन्छ, यसले चाहिँ पराल मार्छ नि त। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ विशेष गरेर जति पनि यो कुट्दाखेरि अलिअलि रफको परालमा जुन धान हुन्छ त्यसलाई चाहिँ यो गोरु यसरी घुमाएपछि चाहिँ यसको मतलब अलिअलि भएको धानहरू पनि त माडिन्छ नि त। त्यो भएर चाहिँ यो गोरु घुमाउने चलन छ। यो जुन बाँसको खम्बालाई चाहिँ मे भन्छ है। तपाईँहरूले कतिजनालाई खेती गर्नुहुन्छ गर्नुहुँदैन, जो खेती गर्नुहुन्छ उहाँहरूलाई त यसको विषयमा अवश्य नै जानकारी हुन्छ है। अन्त तपाईँले देख्नुहुन्छ आजकल गोरु पनि यति कम्ती छ नि। पहिला के हुन्थ्यो भन्दाखेरि चाहिँ यस्तो दाइँमा कमसेकम पनि 2 हल गोरु हुन्थ्यो होइन। अन्त त्यसमा चाहिँ यसरी धान मार्नु धेरै सुविस्ता हुन्थ्यो नि त। अहिले अब हाम्रो यता सिक्किमतिर चाहिँ खेती किसानी गर्ने मान्छे बहुतै कम्ती छन्। कम्ती मान्छेले यसरी धान को खेती गर्छन् होइन। खेती किसानी गर्ने मान्छेको जुन मतलब अहिले जमघटै कम्ती भएको छ नि त। प्रायः जस्तो मान्छेहरू पलायन भएर सहरतिर गएर यसरी खेती बहुत कम्ती गर्छन्। जो गाउँमा बसोबास गरेको व्यक्तिहरू हुनुहुन्छ होइन, उहाँहरूले यसरी खेती गर्छन्। तपाईँले देख्न सक्नुहुन्छ। यो मैले अलिकति टाइम ल्याप्स भिडियो बनाएको छु है, जसमा कि तपाईँले देख्न सक्नुहुन्छ। यो पुरानो दाइँ गर्ने चलन है गाउँ किसानमा। यो चाहिँ म चाहिँ बेसिकली यो भिडियो थर्पु वेस्ट सिक्किमको रिदाङ भन्ने जग्गाबाट बनाउँदैछु है। तपाईँले कहाँबाट हेर्नुहुन्छ यसलाई अवश्य लाइक कमेन्ट सेयर गर्नुहोस् होला। यो चाहिँ अब एकछिन धान कुटिसकेपछि चाहिँ यसरी बिसाउने चलन छ नि त। अब चिया खाइसकेर यो चाहिँ हाम्रो भानिज केटाले चाहिँ मजाले गोरु धपाउँदैछ। अहिले स्कुल पनि बिदा छ नि त, त्यसले गर्दाखेरि चाहिँ उसले पनि यसो गाउँमा आफ्नै घरको यसरी कामहरू गर्नुपर्छ। बाल्य अवस्थामा तपाईँले अगर तपाईँ मिडल क्लास फ्यामिली जो एग्रिकल्चरमा निर्भर हुने फ्यामिलीबाट आउनु भएको छ भने चाहिँ यो दृश्य तपाईँलाई अवश्य पनि याद हुन्छ है। यसरी खेतला जाने अनि आफ्नो पनि गर्ने अनि अरूको पनि यसरी दाइँ गरिने चलन छ गाउँ बस्तीमा, तपाईँले देख्न सक्नुहुन्छ। अनि यो भिडियो चाहिँ अब दिन पनि एकदमै राम्रो भएको छ है। अनि यसरी धान पनि कुट्दै अनि गोरु घुमाउँदै यस्तै चलन छ गाउँ बस्तीतिर आजकल। अरू जग्गा अरूले चाहिँ सबैले चाहिँ प्रायः दाइँ सकिसकेको रहेछ है यो रिदाङ भन्ने जग्गामा। यहाँ 2-3 जग्गा मात्रै छ। अनि मैले पनि अलिकति भाइहरूसँग गएर गोरु घुमाएँ, अन्त यताउता गफगाफ गर्दै, किनभने हाम्रो चाहिँ खेतको धान अस्ति कुटिसक्यो नि त। त्यो भएर आज यो भाइहरूको चाहिँ मजाले दाइँ गरेको रहेछ। प्रायः चाहिँ
अहिले हाम्रो गाउँ बस्तीतिर पनि बिटे दाइँ भन्छ नि है। जस्तो जब बिटा लाउँछ त्यसको बादमा नै कुन्यु लाउँदै गर्दा नै कुटिहाल्छ, धान झारिहाल्छ। प्रायः त्यसो गर्छन्। जसको चाहिँ कम्ती खेती छ है, अलिक जसको बेसी खेती छ उनीहरूले चाहिँ यसरी गोरु लगाएर माड्छन्। यसमा चाहिँ पराल पनि मजाले माडिन्छ नि त। माडिएको पराल चाहिँ अब धेरै समयसम्म यसको उयो हुन्छ भन्छ र मतलब बाँच्छ भन्छ है। अलिकति माडेको पराल चाहिँ अब धान पनि मजाले झर्छ है। नभए बिटे दाइँमा चाहिँ कतिवटा अब त्यो बिटामा चाहिँ धान त्यस्तै नै रहन्छ। तपाईँले देख्नु सक्नुहुन्छ यसरी धानको बिटालाई पछारेर धान झारेर चाहिँ यसरी दाइँ गरिन्छ है। यो चाहिँ अब हाम्रो पहाडतिर अब तराईमा त हुँदैन, तपाईँको यता हाम्रो सिक्किमतिर चाहिँ सबै जग्गा प्रायः यस्तै छ चालचलनहरू धानको बादमा। अनि खाना खाइसकेर यसरी सुत्ने चलन छ है। आजको भिडियो